ब्राजिल फ्यानहरूको मनमा ढ्याङ्ग्रो बजिरहेको छ एकपट्टि। त्यति बेलै आउँछ बाबाजीको प्रेडिक्सन कि जापानले धोबी धुलाई हान्छ भनेर। त्यस्ता जाबा धतुरे बाबा देखाइदियो क्या केटा हो, कस्तो टिम हो ब्राजिल, ब्राजिल के हो भनेर देखाइदियो क्या। लिटरल्ली 30 सेकेन्ड बाँकी थियो यार टाइम अफ हुनलाई, 30 सेकेन्ड बाँकी थियो, त्यस्तै 30 नै थिएन यार। त्यस्तोमा अनि केटाहरूले अनि त्यस्ता धतुरे बाबाको विश्वास नगरौँ। ब्राजिल एउटा फुटबल इतिहास बोकेको कन्ट्री हो होइन। ब्राजिललाई कसैले पनि अन्डर एस्टिमेट नगर्दा हुन्छ। यो टिमले कस्तो खेल्छ भनेर चाहिँ कसैले पनि प्रेडिक्सन गर्न सक्दैन क्या केटा हो। नेक्स्ट लेभलको गेम थियो। हाफ टाइम अगाडि त जापानले नै पेलिरहेको थियो, पछि चाहिँ बबाले खेल्यो, राम्रो खेल्यो। सो ब्राजिल स्टप हुनेवाला छैन केटा हो।